अब त्यो महिला अब विश्व भएर आइसकेपछि पनि समाजमा चाहिँ कसरी स्थापित हुने, उसलाई कसरी अझै उ त एकदमै ट्रमामा जान्छ, उसलाई त 2-3 वर्ष लाग्छ नि त अझै पनि। हो त्यो खालको चाहिँ माहौल चाहिँ कसरी क्रिएट गर्ने, त्यस्ता केसहरू, यो चाहिँ एउटा उदाहरण हो। त्यो केस हो, त्यस्ता कुराहरू चाहिँ नुवाकोट जिल्लामा धेरै नै छ। अहिले सङ्घ संस्था र स्थानीय तहमा चाहिँ हामी धेरै डिफेन्ड भइसकेका छौँ। किन भन्दा स्थानीय तहले पनि सङ्घ संस्थाहरू खोज्दैनन्, अब कार्यक्रमै नभइसकेपछि हामी पनि जाँदैनौँ होइन। किन भन्दा यस्तोको लागि चाहिँ कार्यक्रम चाहिँ स्थानीय तहले चाहिँ सङ्घ संस्था नै बोलाएर चाहिँ गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ। किन हामी चाहिँ डाइरेक्ट त्यहाँ जान सक्छौँ नि त, हामीलाई त एउटा समूह पनि चाहिँदैन, एउटा कार्यक्रम पनि गरेर त्यो गर्दाखेरि चाहिँ सजिलो हुन्छ। महिलालाई चाहिँ पुरुष व्यवसायभन्दा छुट्टै धेरै आक्षेपहरू थपेर अघि बढिरहेको नुवाकोट जिल्लाको अवस्था छ। अनि त्यसै गरेर विभिन्न तालिमहरूको विषयमा पनि जस्तो स्थानीय निकाय हुनुभन्दा पहिला चाहिँ साना उद्यमीहरूलाई चाहिँ विभिन्न वस्तुगत सरकारवाला सङ्घ संस्थाहरूले चाहिँ आफ्नो जस्तो जुन अपाङ्गको क्षेत्रमा काम गर्ने, महिलाको क्षेत्रमा काम गर्ने आफै कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो, प्रत्यक्ष उहाँहरू सामु पुग्थ्यो। अहिले स्थानीय निकायमा चाहिँ उहाँहरूले छनौट भएको ठाउँमा कार्यक्रम गएको अवस्था छ। यस्तो अवस्थामा चाहिँ जस्तो हामीहरूको जस्तो सङ्घ संस्थाहरूको कुनै त्यहाँ भूमिका हुँदैन। तर कतिपय चाहिँ अर्को श्रीमती बिहा गरेर अन्तै बसेको, तर आफ्नो पहिलाको परिवारसँग चाहिँ सम्पर्क नआएको कारणले गर्दाखेरि कतिपय महिलाहरू एउटा मानसिक होइन सन्तुलन गुमाउनु परेको अवस्था छ एउटा।